फेरि वेलकम छ है मेरो युट्युब च्यानलमा। आज डे 2 भिलेज लाइफ हैन। त्यही हो आज मैले के काम गर्दै छु भनेपछि र मेरो दिदीले आज ठ्याक्कै अहिले चाहिँ 6 बजिसक्यो हैन। अब चाहिँ हामीले अब बाहिर मजासँग पानी परिरहेछ। अब भित्र चाहिँ हामीले अब खाना त खानु पर्यो, आफ्नो ज्यान पाल्नु पर्यो हैन। सके पनि छ आज। सके भए कारणले गर्दाखेरि चाहिँ आज हामीले एकदम स्पेशल चीज तपाईहरु देख्नुहुन्छ कि तपाईहरु त्यहाँ अहिले देखेपछि तपाईहरुले राल पनि चलाउन सक्नुहुन्छ हैन। हाम्रो मिसले यति बेला के गरिराख्नु भएको भन्छ मैले देखाउन चाहन्छु तपाईहरुलाई। सबैजना सन्चै आराम त हुनुहुन्छ होला पक्कै पनि हैन। ए मकै है मकै यो मका है मका यो मकै हो। उस उहाँले चाहिँ अब त्यो कौला मका चाहिँ कौला हैन जिनो 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 मको छ रे त्यो। त्यसलाई चाहिँ अब उदारेर खाजा खाने रे आज हैन। भुटेर खाजा खाने रे। किन खाजा खाने भनेपछि यो जाडोमा खाजाहरू खाएपछि अलि शरीर तात्तिन्छ अरे कि। यो पुराना पाखा यो बुढाहरूले भनेको चिज हैन। त्यही भएर आज चाहिँ हामीले मका उदारेर खाँदैछौँ। टक्क कतामा राखेर भन्छौ तेलमा राखेर तेलमा भुटेर अहिले मका खाएको पनि देखाउने छु मैले। त्यही हो एकदम मिठो हुन्छ मिठो। अब चाहिँ सुरु भइसक्यो है हाम्रो। आगो बाल्दैछ सबभन्दा सुरुमा दिदीले को अनि आफ्नो घर चाहिँ कहाँ पर्यो होला हजुरको त्यो चाहिँ लाइन गयो है यहाँ लाइन गयो यार। अब बर्बाद छ यस्तो लाइन बालेर गर्नुपर्छ। हाँसो फेरि हेर्न तदर मनिषा रामसाइले आँसु दर्केको दर्कै छ कि कसो मम्मी। हाम्रो टोलीले अब चाहिँ हैन गर्दैछ काम। के बनाउँदैछ दिदी? मिठो हुन्छ त मम्मी मिठो हुन्छ त यो मिठो हुन्छ के छ गङ्गा त हुँ जस्तै छ जे। ल हामीले चाहिँ अब यो तेलमा हालेर मकै अब भुट्दैछ हाम्रो दिदीले। त्यही हो देख्न सक्नुहुन्छ हैन। एक घामदरी आइसक्यो है। अब यहाँ पुरै चित्तिन मर्नु भयो हैन। त्यही हो एक घाम आइसक्यो। अझै धेरै खाइन्छ जस्तो छ मिठो छ। खाना पास लाप लाप लिप लिप खाना पास लाप लाप लिप हेर्दै राल छोरा गङ्गेलाई ओइ गङ्गेलाई हेर्नु बाबु बेइज्जत छ यो त हुन्न योबाट यो त दुध हो त्यो भय भन्ने आज यति दुध खान खोज्छ कि आज ज्यानले मिठो खायो टन खायो। अब गएर सुत्तिन्छ। आजको भला के थियो नि अब आजको त्यही हो